Hey guys, good morning. Welcome to my vlog. So आज चाहिँ मेरो vlog आज छतबाट म स्टार्ट गर्दै छु किन भन्दाखेरि म भक्करै लुगा सुकाउन आएको थिए के आज बिहान मम्मीले वाशिङ मसिनमा टन्नै लुगाहरू धुनु भएको थियो त्यही सुकाउन आएको थिए आज लुगाले पुरै छत भरिएको छ हाम्रो घरको आज मम्मीले पिकनिक जानु भएको छ बिहानै त्यो नेपाल आर्टिस्ट संघको आज पिकनिक थियो क्या अनि त्यही पिकनिकमा जानु भएको छ मम्मी ड्याडी चाहिँ अब उतै खानुहुन्छ उतै रमाइलो गर्नुहुन्छ आज दिनभरि अनि घरमा चाहिँ म दिदी र हजुरआमा मात्रै छम आज आया म तपाईहरुलाई मेरो छतबाट देखिने भ्यू देखाउँछु ल यस्तो दामी भ्यू देखिन्छ नि यो साइडबाट आज घामै लागेको छैन गाइस अब लुगाहरू कसरी सुक्छ थाहा छैन आज घाम लागेको छैन तर जाडो पनि छैन मेरो छतबाटको भ्यू देखाउँछु ल हेर्नु यो भ्यू चाहिँ मलाई एकदम मन पर्छ के हाम्रो घरको यहाँ पुरा घरहरू देखिन्छ हैन यहाँ खोला छ के यहाँनिर अनि पुरा यहाँ खेतीपाती हरियाली मलाई चाहिँ यो हरियाली भएको ठाउँहरू एकदम मन पर्छ के अलिअलि भए पनि हरियाली रुखहरू त खासै छैन तर यो खेतीपाती गर्नुहुन्छ यहाँको मान्छेहरूले अनि त्यही खेतीपातीको भ्यूहरू चाहिँ अलिअलि देखिन्छ हाम्रो छतबाट के जुन मलाई एकदम मन पर्छ सो म तल जान्छु अनि आज खाना के बनाउने त्यो रेडी गर्छु है त खाना पकाउन चाहिँ अलिक ढिलो होला जस्तो छ आज हैन अनि भोक पनि धेरै लागिरहेछ त्यही भएर अहिले म स्यान्डविच बनाइरहेको छु स्यान्डविच मेड बाइ मी चीज स्यान्डविच अनि अब हामी स्यान्डविच खाएर त्यसपछि फेरि खाना पकाउन थाल्छौँ अब कस्तो भोक लाग्यो आज चाहिँ अरू बेला यस्तो भोक लाग्दैन थियो आज अलिक धेरै भोक लागिरहेछ खाना पनि ढिलो भयो नि त जहिले पनि मम्मीले 10 बजेसम्म खाना रेडी गरिदिनु हुन्थ्यो अनि आज खाना पाक्नै ढिलो भयो के A few minutes later. बल्ल मासु तरकारी सबै पाक्यो भात चाहिँ पाक्दैछ ब्रेड धेरै क्रिस्पी भएर अनि त्यसको त्यो उसले पुरै पाछेछ क्या तल दुखिरहेको लाग्यो गाइस लास्टै अब खानुपर्छ माम आज के हो खानेकुराहरू आमा तरकारी भुजिया अचार मासु दाल स्टार्ट वाउ फाइनली खाना खाएर आएँ मेरो बेडमा अनि खाना खाने बित्तिकै चाहिँ मलाई त कस्तो आखे झ्याप भयो क्या मैले एउटा कुरा भन्न बिर्सेँ क्या र त्यो कुरा हो मेरो आइल्यास एक्सटेन्सन देख्न सक्नुहुन्छ मैले आइल्यास एक्सटेन्सन गरेको छु अनि यो चाहिँ मैले कतै पार्लर सालरमा गएर चाहिँ गरेँ होइन यो मैले घरैमा आफैले गरे हो कि सो यु क्यान सी अलिअलि पर्फेक्ट छैन खासै तर राम्रो छ राम्रो भएको छ यो मैले यो चाहिँ हैन शुद्ध गरेर 3rd 4th टाइम भयो होला युज गरेको आफुलाई मन लागेको बेला युज गर्न पाएँ नि त अब महँगो ल्यासेस युज गरेर आफ्नो परेला पनि बिगाड्नु भन्दा बरु यस्तो ठिक्कको युज गरेर रियुजेबल हो यो हैन अनि यो युज गरेर कहिलेकाहीँ आफुलाई चाहिएको बेलामा लगाउनु चाहिँ इट्स बेटर आई थिंक अनि यो कहाँबाट मैले पर्चेस गरेँ भनेर चाहिँ म तपाईलाई भिडियोको एन्डमा भन्छु Oh God, please no! सो गाइज म चाहिँ सुत्नलाई एकछिन न्याप लिनको लागि भनेर सुत्न लागेको थिएँ तर म सुतिनँ म उठेर रेडी भएँ अहिले जताततै स्केटिङ हाउसहरू खुलिरहेछ नि त एउटा यहाँ हरमहादेवमा पनि छ एउटा उता मूलपानीमा अनि उता पेप्सी कोलामा पनि छ कि अनि सबैजना अब स्केटिङ अहिले धेरै खुलिसक्यो नि त अनि हामीले चाहिँ अहिलेसम्म खेलेको छैन क्या अनि त्यही आज खेल्नलाई एक्सपिरियन्स गर्नको लागि हामी खेल्न सक्छौँ कि सक्दैनौँ होइन भनेर चाहिँ हेर्नको लागि आज जान लागेको छौँ स्केटिङ हाउसमा स्केटिङ खेल्नको लागि अनि अर्को कुरा मैले आज बिहान भन्न बिर्सेको थिएँ आज चाहिँ महिला दिवस रहेको छ सो सबैजना दिदीबहिनीलाई एकदम धेरै धेरै शुभकामना छ आज वुमेन्स डेको दिदीबहिनीले पनि कहिले पनि दुःख नपाओस् आफ्नो जिन्दगीमा सबैजना हाम्रो दाजुभाइहरूले माया गरिदिनु होला अनि सपोर्ट पनि गरिदिनु होला हरेक महिलाहरूलाई हैन दे आर ग्रेट अब चाहिँ हामी जान लागेको छौँ हैन अब म तपाईलाई एकैचोटि स्केटिङ हाउसमा भेट्छु है त मलाई भेट्न को आउनु भयो काली तो मेरी कुछ पड़ी ही नहीं है देखो कैसे जा रही है मुझे छोड़ के काली काली मेरी काली मेरी काली
यहीँको त्यही पनि गाडी चढेर जानुपर्छ यार। गाइस हामी चाहिँ मुलपानी चौर आइपुग्यौँ। यो चाहिँ मुलपानी चौर भन्ने ठाउँ रहेछ होइन यहाँनिर। म चाहिँ कहिले आएको छैन, मेरो फर्स्ट टाइम हो। धेरै सुनिरहेको ठाउँ हो तर देखेको मान्छे अरे स्केट हाउस देखेको मान्छे है यो दीपिका दिदी। बसबाट देखे पनि कुन ठाउँमा परेछ भनेर त याद हुन्छ नि। अब मुलपानी चौरमा लिएर आएर अब यहाँ लुक एट हर हेयर। दीपिका दिदीको कपाल हेर। प्लिज टेल मी योर हेयर केयर रेसिपी। म रेसिपी नै भन्छु, म रुटिन भन्दिनँ। आई वान्ट टु नो योर हेयर केयर रेसिपी। सो गाइज हामी फाइनली आइपुग्यौँ स्केट हाउस। यहाँ माथि हेर्नु, यहाँ माथि बोर्डहरू लगाएको छ। सो हामी फाइनली आइपुग्यौँ स्केटिङ हाउस। ओहो क्या खतरा देखेको यार। अब के छ, प्याक छ कि खुल्ला छ कि अब त्यो चाहिँ थाहा छैन। लास्ट स्टेप प्याक छ त्यहाँ। सो यो चाहिँ हामी अहिले हरर महादेवको स्केटिङ हाउसमा आएको के। अन्त मुलपानीको धेरै प्याक भएर यहाँ चाहिँ अलिअलि पनि खाली रहेछ त्यो होस्। जुत्ता चाहिँ कहाँ राख्ने हो यहीँ? जुत्तै लगाएर आएको? ठिक हुन्छ त साइज? त्यो भित्र आउन पाउँदिन लिनलाई भिडियो। खुट्टा मर्यो भने के हो? बिस्तारै छ्या सुप सुप बोलो। आई एम स्केयर्ड। त्यो मोजा भएर हो कि खास टाइट भएको। उयो के यो समात्दै हिँड्ने हो नि अब। अलि टाढाबाट लिन पाए हुन्थ्यो।
फिल भयो यता आइज न यता उब्ने यता यता यो खेल्न चाहिँ एकदम गाह्रो हुँदो रहेछ तर मैले माने अन्त त्यो कुनै गर्न सकिरहेको थिएँ कि ब्यालेन्सै गर्न सकिरहेको थिएन होइन अनि अब खै सिक्ने उहाँ धेरै टाइम लाग्छ जस्तो सिक्नलाई तर रमाइलो भयो नाइस एक्सपिरियन्स लाग्यो रमाइलो अब भोलि पनि आउने हो 7 बजी बिहान Oh my god, काली के हो बाहिर जाने हस् बाबु ढोका खोलिदिन्छु हस् ल आइज ल ढोका खोलिदिनु भनेर ल जाऊ देख्नु हेर्नु कहाँ जाँदैछ यसलाई झगडा गर्नु मन लागेछ कि यसको लभर जस्तो छ यो खुसी भयो सो गाइज मैले घर आएर लुगा पनि फेरिसकेँ अनि म चाहिँ अहिले हजुरआमाको लागि डुनोट लिइदिन जाँदैछु 100 रुपियाँ बोकेर हजुरआमालाई पाउरोटी खानु भनेको नखाने भन्नुभयो अनि डुनोटै खाने रे आज भनेर अनि भोक पनि लागिरहेछ अरे धेरै सो म यहाँ डुनोट लिन जाँदैछु हजुरआमाको लागि मैले आफ्नो लागि यो लिएर आएको छु ओहो दिस इज सो अमिलो मिठो छ मन फेरिदियो कस्तो फेरिदियो मन भर्यो भन्नुभएको दिस इज गुड एन्ड सी हु इज लुकिङ एट अस कली बिस्कुट खायो सो गाइज अब खाना बनाउने बेला आयो अब म आज बनाउँदैछु रोटी तरकारी सबैजनाको लागि एक टाइम भात एक टाइम रोटी हाम्रो चाहिँ त्यही हो सब म रोटी बनाउँछु अनि तरकारी काट्छु अनि खाना बनाउँछु बेलुकाको खानासाना खाइवरी अहिले अब म सुत्नलाई आइसकेँ होइन अनि मम्मीहरू पनि आइसक्नु हो पिकनिक खाएर अनि धेरै थाकेको हुनुहुन्थ्यो क्या आउने बित्तिकै सुत्नु हो दुवैजना जस रमाइलो भयो अरे होइन हामीलाई पनि रमाइलो भयो स्केटिङ खेल्न गयौँ हामी शनिबार हो यतिकै व्यस्त गर्न मिलेन नि त अनि अर्को कुरा मैले यो ल्यासको बारेमा मैले भन्छु अघि भनेर भनेको थिएँ सो मैले के युज गरेको चाहिँ म देखाउँछु है तपाईँहरूलाई सो यो हो मिमी साराको आइल्यास एक्सटेन्सन किट यो किट चाहिँ राम्रो छ ठिक छ होइन अब कसैलाई त्यो फल्स ल्यासेसहरू लगाउन झ्याउ लाग्छ टिक्दैन अलिकति रोयो कि निस्किहाल्छ भन्ने जस्तो लाग्छ भने चाहिँ यो चाहिँ एकदम पर्फेक्ट हुन्छ तपाईँहरूको लागि मजाले आँखामा लगाएर दिनभरिलाई पानीबाट बचाउनु भयो भने इट्स भेरी युजफुल होइन योसँग चाहिँ दुईवटा आउँछ यो सामानहरू एउटा चाहिँ यो चिम्टा भयो यो चिम्टाले चाहिँ तपाईँले यसो एप्लाई गर्न चाहिँ हेल्प गर्छ भने यो चाहिँ यहाँ माथि चाहिँ यहाँनिर सिल छ यहाँनिर बोन्ड छ होइन पहिला बोन्डले यसो लगाउने ग्लु हो कि यो बोन्ड चाहिँ ग्लु लगाउने देन चिम्टाले लिँदै परेर टाल्ने अनि सबै टालिसकेपछि लास्टमा यो सिल लेखेकोले लास्टमा सिल गरिदिने त्यति गरिसकेपछि तपाईँको यस्तो राम्रो ल्यासेस पाउन सक्नुहुन्छ तपाईँहरूले यति हो आजको भ्लग आजको दिन होइन रमाइलो भयो इन्जोय गरियो स्केटिङ खेल्न म भोलि पनि जान्छु म
सिक्छु जबसम्म सिक्दिनँ तबसम्म म छोड्दिनँ मिमी साराको चाहिँ इन्स्टाग्राममा पनि आइडी छ त्यहीबाट लिएको मैले पनि सो हजुरले पनि त्यहीबाट पर्चेस गर्न सक्नुहुन्छ सो आजको भिडियो तपाईँहरूलाई राम्रो लागेको भए डोन्ट फर्गेट टु लाइक शेयर एन्ड सब्सक्राइब कमेन्ट पनि गर्नु होला है त द्याट्स इट गुड नाइट बाई बाई